फर्स्ट अफ अल सबैजनालाई ह्याप्पी न्यू इयर एन्ड वेलकम टु माई न्यू ब्लग। हेलो गाइज, आज चाहिँ हामी हाम्रो नेपालको न्यू इयर ईद मनाउन आएको है। सबैजना नेपाली दिदी बहिनीहरू यहाँ हुनुहुन्छ। गाइज खाइरहनु भएको छ। सक्नुहुन्छ सबैजना कति मजाले लाइनमा बसेर सबैजनाले मिठो मानेर खाँदै हुनुहुन्छ होइन। यो चाहिँ हामीले घरमै बनाएर लगेको थियौँ बाहिर चौरमा बसेर खाने भनेर। रोमा सिस्टर, आपको कैसे लगा हमारे? अच्छा लगा आपके साथ। अब और ये अचार अच्छा है, सेल रोटी ज्यादा अच्छा नहीं है। आपको अच्छा नहीं लगा? ये नेपाली डिश नीलम दीदी का चटपटे ज्यादा अच्छा है। नीलम दीदी का चटपटे कैसा है? कब बनाएगी? सम्बन्धमा बालामा खाना सकिन्छ दाइले। रिसाइसकेपछि चाहिँ हामी लाग्यौँ सी साइडतिर अनि दिदी चाहिँ पुरा भिडियो बनाउँदै हुनुहुन्छ अनि कञ्चनले पनि लियो भिडियो। कञ्चन चाहिँ यतिचोटि लोटिरहेको थियो नि बिचरालाई सबैजनाले धकाल्दै हुनुहुन्थ्यो। म चाहिँ खेलिनँ है साथीहरू। यति धेरै खेलेपछि साथीहरू भोग्न लाग्ने कुरै भएन। अनि त्यसपछि वाटरमेलन चटपटे रेडी हुँदैछ, कोही चाहिँ फोटो खिच्दैछ, हामी चाहिँ यता बसेर खाँदैछौँ। सबैजनाले चटपटे खाएर सकिसकेको थियो साथीहरू। उहाँको चाहिँ एकदमै फेभरेट रहेछ क्या चटपटे। अनि त्यसपछि उहाँले चाहिँ मलाई धेरै भए पनि म एकछिनमा खान्छु भनेर राख्दै हुनुहुन्थ्यो। लेट्स स्टार्ट टु डान्स। साथीहरू हामीले चाहिँ न्यू इयर इभ यसरी मनायौँ। ल हेर्नुहोस् त नेपाली गीत लगाइदिनु भयो दाइले पनि। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। प्लिज सब्सक्राइब फर मोर भिडियोज। बाई। साथीहरू यति धेरै एडिट गरिसकेपछि हेर्नु न, एक्सपोर्ट गर्दाखेरि त मेरो यस्तो पो माग्यो त। साह्रो दुःख लाग्यो है साथीहरू आज मलाई।